तिमीहरू भेजिटेबल पकायो भने मिठो हुन्छ पकायो भने होइन मिठो त्यस यस पप्पु यस मिठो हुन्छ मिठो त अब खाना त्यो भन्नु नसक्ने प्रेफरेन्समा भर पर्छ प्रेफरेन्स मेरो भेजिटेबल के हल्का हेल्थको लागि राम्रो हुन्छ त्यो त सबै हुन्छ नि हुन्छ डाइटमा काँचो खायो भने काँचो पनि खान्छ हेल्थको लागि भन्न मिल्दैन हेल्थको लागि भयो त नो हल्का फुल्का खान्छ तर एकदम त्यस्तो खाने हुन्न कि तर जस यहाँ नेपालको कन्टेक्स्टमा होइन के मेरो भेजिटेबल अनि डेली आलु हो आलु होइन कसले अनि अरूले भने पनि मेरो हुन सक्छ नि त मेरो भेजिटेबल गोबी हो होइन गलत डाइरेक्सनमा गएर यो नि एकदम सबैले मन पराएन के कोही जस प्रेफरेन्समा हुन्छ अब कोहीले मन पराउँछ कोहीले मन पराएन टाइपको त्यस्तो टाइपको हो कि बुझ अब त्यस्तो भएपछि त्यही नै हो अब एउटा इन्ट पायो धेरै इन्ट पाइन्न एउटै इन्ट जस्तै करेला हुन्छ नि कोहीले मनपर्छ एकदम मनपर्छ कोहीले मन पर्दैन नि हो त्यस्तै टाइपको हो कि ल बुझ न त अब इस्कुस भन्ने के हो मैले त्यही पहिलोचोटि सुने मैले नि लाइट वेट हुन्छ मोस्टली लाइट वेट हुन्छ त्यही हो मोस्टली लाइट वेट त अलि हुन्छ हैन म भेजिटेबल्समा लाइटेस्ट वेट के छ भने यसै हो त्यो भन्न पायो लाइट यो त झन् जस्तै झुकिन्छ उसले नदिने कि हामीले नै दिउँ कि एन्ड किनभने चाहिँ हामीले दिएको त्यस्तो पैसा लाइट वेट त खास छैन यार मैले यो के हो भनेपछि होइन कहाँ हिँड्छ त अनि त्यो एउटा खतरा चिजको रेप्लिका टाइपको हो कि मान्छेले त्यो खाँदैन भनेपछि त्यो त्यसपछिको खाने चिज त्यो हो कि कटरको भित्रको त्यो होइन होइन भयो कि एउटै इन्ट मलाई हिँड्थ्यो कि अब तिमीहरूले ल एउटा भन नेपाली गीत छ नेपाली गीत छ होइन कि छोडी नेपाली गीत छ गेडा छ कि एउटा भन्छु हो कि गेडा होला धेरै छन् तर रङ्गती हेर म दुईटा मैले भनिदिएँ नेपाली गीत छ यो मान्छेले गेडा भनिदियो थाउनु पर्ने तरकारीमा युज हुन्छ तरकारीमा युज हुन्छ डेली लाइफमा युज हुन्छ ल भयो खुर्सानी हो होइन यस्तै टाइपको कन्टेन्टहरू हजुरलाई मनपर्छ भने फलो फर मोर